भ्यूहरू। दिनको भ्यू कस्तो हुन्छ, रातिको भ्यू कस्तो हुन्छ तपाईँहरूलाई यता हेर्नुहोस् त होइन होला यार, कस्तो छ? बढिया बहुत खतरा छ, रमाइलो, हल्का जाडो छ। यहाँ सेपहरू पनि हुनुहुन्छ। यता हेर्नुहोस् त से, यता हेर्नुहोस् त। हाई हाई, के छ हालखबर तपाईँको? ठिकठाक छ। जाडो कस्तो छ? जाडो जाडो त एकदम फाडो हो नि त सेफ साहब यार, जाडोमा यस्तो काम त हिँड्नु परेछ, के गर्नु हो। यतिखेर नेपालमा मजाले कम्बलभित्र सुतिन्छ होला। हजुर हजुर, अहिले के गर्नु, जाडो छ। हिँड्नुपर्छ यस्तो। भ्यू चाहिँ रमाइलै छ भ्यू होइन, देख्न सक्नुहुन्छ गाइस। यता हेर्नुहोस्, यता पुरा रातिको भ्यू हो यो। भोलिको दिनको भ्यू देखाउँछु कस्तो कस्तो हुन्छ, हेरेर लाइक कमेन्ट गरिदिनु होला। राम्रो राम्रो छ भने हेर्नु न, राम्रो छ भने राम्रो छ भन्नु, राम्रो छैन भने राम्रो छैन भन्नु। फेरि राम्रो लाग्यो, यदि राम्रो लाग्यो घुम्न आउने यतातिर टक्क म। सेवसँग जानकारी ल, केही जानकारी दिनु। कस्तो छ आज मौसम? एकदम जाडो जाडो भइरहेछ है। हजुर, लाएर छुट्टी भएर अब रुममा जान लागेको। हजुर। भ्यू भ्यू चाहिँ कस्तो छ? भ्यू चाहिँ खतरा छ होइन। हजुर साइबर सिटी डिएलएफमा घुम्न आउनुभयो, आउनुहोस् होइन। हजुर, खतरा छ यहाँ। कसैलाई घुम्नु छ भने मेरो दिलमा घुम्दा हुन्छ कि, दिलमा ठाउँ खाली छ, एकदम साफ दिल छ कि। यहाँ घुम्नु मन मेरो दिलमा घुम्नु ल। सोझो सेप होइन, दिल पुरा साफ छ क्या यो सेपको चाहिँ। राति पख चाहिँ यहाँ लेकहरू बन्द हुन्छ, त्यही भएर चाहिँ हामी यहाँ चाहिँ जिनामा चढेर आउनु पर्छ। र त्यस्तै हो लाइफ भनेको, कहिले कहिले मजा हुन्छ, कहिले इन्जोय हुन्छ, कहिले दुःख हुन्छ, कहिले सङ्घर्ष गर्नुपर्छ, धेरै भोग्नुपर्छ। त्यही नै हो केटा हो लाइफ भनेको, स्पेसल केटाहरूलाई भनेको मैले होइन।